जम्मा यति 3टा काम गर्नुभयो भने तपाईहरुले घरमा जस्तोसुकै कडा सासु भए पनि तपाईहरुले मजाले खुसी पारेर राख्न सक्नुहुन्छ। सासु खुसी पार्न नसकेर यदि तपाईहरु हैरान हुनुभएको छ भने यो भिडियोलाई हजुरहरुले अन्तिमसम्म सुन्नु होला। नम्बर 1, सासुले घाँसको भारी बोकेर आउँदाखेरि यदि तपाईहरु चाहिँ उपर खुट्टी लगाएर मोबाइल चलाउने गर्नुभएको छ भने त्यो कामलाई बन्द गरेर 2 शब्द मिठो बोल्दै तपाईहरुले 1 गिलास चिसो पानी लगेर दिने गर्नु होला। नम्बर 2, सासुहरुले यदि कहिलेकाहीँ तपाईहरुलाई चाहिँ फारु जतन झगडा गर भनेर चाहिँ तपाईहरुलाई यदि उहाँहरुले कराउनु भयो भने तपाईहरुले मुख नफर्काइकिन मुख नफुलाइकिन मिठो शब्दमा तपाईहरुले बोलेर हुन्छ नि आमा तपाईले यति राम्रो कुरा भन्दाखेरि म मान्दिन त भनेर तपाईहरुले उहाँहरुलाई हाँस्दै भन्नु होला र त्यो कुरालाई मान्ने गर्नु होला। नम्बर 3, तपाई यदि 25-30 वर्ष 32 वर्षको हुनुहुन्छ भने तपाईभन्दा लगभग उहाँ चाहिँ डबल भन्दा अझै बेसी उमेरको हुनुहुन्छ। त्यसैले तपाईले घरको काम त्यति गर्दाखेरि तपाई यदि गल्नुहुन्छ भने उहाँ पनि बाहिरको यत्रो कामहरू गर्दाखेरि उहाँ पनि गल्नुहुन्छ होला भनेर त तपाईले पनि अलिकति सोचेर सम्झेर तपाईहरुले पनि सुत्नु भन्दा अगाडि 2 मिनेट भए पनि यसो तेल लगाइदिएर नगर्नु भनेको मान्नुहुन्न बिचारा कति खुट्टा दुखे होलान् भन्दै तपाईहरुले त्यति गर्दिनु भयो भने तपाईप्रति उहाँको मनमा यति पोजिटिभ भाइब्स उहाँमा आउँछ र तपाईलाई यति खुसी र यति माया गर्न थाल्नुहुन्छ भन्ने कुराको साथ दिनै छैन। एकचोटी गरेर हेर्नु होला।